मैले बोका guys, welcome back to my channel. I have Soil and Sonchara and Sonchara. I'm sure आजको vlog start भइसकेको छ 10 बजेतिर र गाइस आज चाहिँ हाम्रो दिवाली छ अनि हामी दुईजना दिवालीमा जान्छौँ अरु सब गइसके बोकाहरू लिएर हामी चाहिँ घरबाट निक्लिसक्यौँ यो पछाडीको चाहिँ हाम्रो कोल्ड स्टोर हो गाइस कोल्ड स्टोर यहाँ चाहिँ सामानहरू राखिन्छ नबिग्रोस् भनेर सो हामी चाहिँ अब गइसक्यौँ सबजना गइसकिसके गाइस अब हामी चाहिँ निक्लिसक्यौँ घरबाट दुईजना यो चाहिँ मेरो मामालाको भाइ हो त्यसको नाम चाहिँ मिलन कार्की कार्की हो क्या अनि यता चाहिँ बाटो यस्तो छ हाम्रो गाउँदैन यता हिजो बोका पर्सिने घर यहाँ हो त्यो चाहिँ ब्लग भएन यता यस्तो छ यता यस्तो छ अनि हामी जाँदैछौँ यहाँबाट 1 घन्टा जति लाग्छ होला त्यहाँ पुग्न उता यहाँदेखिको यो डाँडो कटेर पल्लो डाँडो कतिवटा डाँडो कटेर जानुपर्ने हुन्छ हामी चाहिँ अहिले हिँडिरहेको छौँ गाइस यता देख्न सक्नुहुन्छ यस्तो छ अनि यहाँ चुली डाँडो भन्ने ठाउँ हो त्यो चाहिँ अनि यता चाहिँ चौरी हो यो चौरमा चाहिँ गोठालो गर्छौँ हामी चट्ट हामी चाहिँ यहाँबाट हिँडिरहेको छौँ अब 1 घन्टामा पुगिन्छ होला बिस्तारै जानु पर्ला हिँड्दै जाँदा के हुन्छ अहिले चाहिँ टक्क बोकाहरू म देखाउनेछु बोकाहरू टन्ने हुन्छ अनि बोका काट्छन् अहिले के हुन्छ भिडियो अन्तिममा हेर्नु होला छोटो रमाइलो हुन्छ आजको ब्लग एकदमै अहिले उकालो निक्लिँदैछौँ बाटो एकदम यहाँबाट उकालो छ अनि यता मन्दिर चाहिँ यहाँ तलबाट आइसक्यौँ हामी यस्तोबाट मान्छेहरू पनि कति आउँदैछ अनि अहिले चाहिँ त्यहाँ मान्छे भिड हुन्छ रमिताने मान्छेहरू हुन्छ बोका काट्नुपर्छ अनि हिँड्दै हिँड्दै जानुपर्छ मान्छेहरू डन्नै हुन्छन् रमाइलो हुन्छ पानी पर्छ पर्दैन हेरौँ अनि त्यसमा के कस्तो हुन्छ यहीँ मुनि हो पूजा चाहिँ मान्छेहरू भेला भइसक्नुपर्छ अट्ट यो स्कुल मुनि हो यो स्कुल हो उही छोत्र स्कुल बाटो यस्तो अलिक गम्भीर छ त्यहाँ मुनि चाहिँ त्यहाँ मुनि हुँदैछ क्या अलि देखेको छैन के अरे के छ रमाइलो छ नि होइन हिँड्ने राम्रो त परेन नि अब चाहिँ हामी आइपुगिसक्यो हेरेको अब हामी अब आइपुग्यो हेरेको हामी अब आइपुग्यो मान्छे यहाँ माथिबाट झरिसक्यो को माथिबाट आइसक्यो ब्लग हुँदैछ यहाँ नाके भाइलाई पनि भेटिसक्यो किन तपाईँको टिभी नाक मैले बोका मैले बोका नाके भाइ पानी हाल्दा पानी पानी बस 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 न बस खुट्टामा तान्नु खुट्टाबाट पछाडि खुट्टाबाट तान्नु नपरेको ल भयो भयो पर सर पर
अब आइज हामी चाहिँ यता तलतिर आइसकेको छ अहिले चाहिँ अनि यहाँनिर छ यसको बोको खसी बोको यो हो बोको अब यसलाई यहाँ बनाउँछ यसले फुइलाएर भुँडीसुडी फालेर घर लिएर जान्छ टट्ट घर लिएर जान्छ यहाँ आगो पुगेको छ बोको यसरी ढालिन्छ अब एकछिनबाट अरू पनि ढाल्न बाँकी नै छ यो सेउला माथि अब राखेर यसको भुत्ला सुत्ला साप हानेर घर लिएर जानुपर्छ यो बोकाएर अनि घरमा लगेर चट्ट खानुपर्छ अनि अरू पनि यहाँ माथि छ अहिले प्रसाद पनि खाइन्छ चट्ट मान्छेहरू चाहिँ यता माथितिर छ टक्क देख्न सक्नुहुन्छ मेरो जखमले बोकाहरू आओ जखमले ल जखमले बोको काटौँ 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 आनो ओ जखमले बोको काट्यो है ल ला ला लगो दुईजनाले बोकेर मेरा जखमले बोकाएर काट्नु मन छ यहाँ दुईटा ए बिस्तारी गर न हौ जखमले हो यो मेरो जखमले मिलन दाजु जखमले चटचडी हो नि बोका त मजाले काटिनन् अब अर्को पालो है राम्रो ल जखमले यसलाई यसरी काटिन्छ है देवारीमा जखमले ओइ ला धारो धारो यो जखमलेको घाँटी जान्छ जखमले दुईटा जखमले बोका अब यिनीहरूको पाला आउन र त्यसपछि आनो अचानक सिन्न आँटिसक्यो अनि यो चिनिँदैन है यसको जोडी हो है हाम्रो बोकाहरू लो होइन छ न होला हाम्रो बोको उहाँ ल हाम्रो जखमलेको अनुभव अलिकति नर्भस छ चिन्ता लाग्दैछ जखमले यस छिन ए खुडो ए के खानु छिन ल यसको आनन्द यो होला नि त मूल मेरो नानी अर्को भने मासु काट्ने काम हुँदैछ यता छु अहिलेको लागि बोका यता थुपारेको छन् अब बोका लिएर जानु ल अझै बोक काटेर सकेको छैन गाईहरू अब हामी यहाँ आएर मन्दिरको छेउमा बसेको छौँ यो हाम्रो मन्दिर हो यहाँ चाहिँ पूजा गरिन्छ चम्मर हेरेर उभिरहेको छ यहाँ यो चम्मर चाहिँ हल्का यस्तो गर्नुपर्छ घन्टी बजाइदियो त अब बोका काटिसकिन आँटेको छ लगभग 50 छ त्यत्र कस्तो छ ल अब त्यो चट्टेसिन्छ कसले काट्नु हाल्नु हुन्छ ल ल बोका काट्न बाँकी छ अझै मास्तिर पनि देखेको मास्तिर अहिले भिड यतिको छ यहाँ चिनिसक्यो चल कुदानु है ल सेल आयो आयो हेर 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 बाबु हेर हेर तिमी हेर छोरु तिमी हेर 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 हेर
हेरिरहेको छु मैले हेर नाच्नु राख्यो त नि मारिजाऊ पूजाले टेकेर मारिजाऊ खाना सकियो है अब गाइस प्रसाद ससाद खाएर सब थालेर मात्रै छ अब लागि घरतिर आजको देवाली सकियो अब पछि 3 वर्षपछि मात्रै हुन्छ